welcome to my new vlog. अनि आज चाहिँ हामी मकै भाट्न गइरहेको छौँ। बाटोको हरिगति पानी पानी भयो हैन औरल यस्तै हो गाउँहरूको जीवन। औरल भाइ बिहान भिडियो बनाउने भनेर आएको छ हामीसित। अब मकै भाँचिन्छ त्यहाँ खलाएर हामी तीनजना डोको नि चुट्टाको छ औरल भाइको सलक्क लाएर भएर मकै बोक्छ यसमा हैन औरल। यो चाहिँ हामी सानो सानोमा पौडिने ठाउँ। हामीले यो पाइप बुझेर पौडिन्थ्यौँ अविरल भाइ हामीहरू। अहिले त अब ठुलो भइयो हो कि होइन अविरल? त्यहाँ हामी पौडिन्थ्यौँ कि पौडिन्थेनौँ? अहिले नि पौडिने हो। त्यो चाहिँ अब डाँडा खर्का धान पनि हरियो भइसकेको छ। हिँड्दैछौँ हामी केटाहरू। अविरल बाटो कस्तो छ? हिलो हिलो छ बाटो। अब हिलो हिलो भन्छ ट्याक्क लाएर। धान पनि हरियो भइसकेको छ। बाइक नि चलाउन जाने छस्? कहिले हो बाइक किन्ने? राइडर पनि हो? ए सल्लाह भाइ पनि उहाँ छ। सल्लाह हात ठडाइ नै देखियो कि त्यो देखिएन भयो। त्यही छ लेउ लागेर अब कता छाँटिएला कि भन्ने डर छ होइन अब ल त्यहाँ टेकेर घुत्रुको लड पाइन्छ। ए यो चाहिँ टाढी खोल्छ। फाइनली हामी चाहिँ बारीमा आइसकेको छौँ होइन अविरल? बारी त्यही हो। यहाँ मकै भाँचिन्छ अविरलले घाँस काट्छ होइन? त्यो पहिलाको काठको ल ऐराल भाइले मकै भाँचेको छ। कति मुरी यो एक डोकोमा कति मुरी अट्छ? एक मुरी त अट्छ होला होइन? मकै खाने अब अविरलको दाँतै बुढो भइसक्यो। अब एक डोको जति मात्र खा सकिन्छ। अब स्याप्पा लाएर म चाहिँ घाँस काट्छु यो कालमा। चलाएको रे ट्र्याक्टर दाउरा नि खसो? कहाँबाट दाउरा ल्याउँदा? अनि के चलाएको नि ट्र्याक्टरमा? ग्यास हेर्ने आफै हो? ग्यास हेर्ने आफै हो? चलाइस् गफै त हो नि होइन? मकै नि हालियो अब हामीले चट्ट मिलाएर चिनेर। बोकेजहरूले कोदो सोदो खाएर सत्यनाश पार्छ के भन्ने होइन अब। मकै चाहिँ यति ठुल्ठुलो भयो नि केटाहरूले त्यही पनि छोडेछन्। फुलको नाम के हो? मलाई के थाहा नहुँदा प्याजै फुल भन्छ यसलाई। प्याज जस्तो हुन्छ राम्रो छ। कसलाई दिने यस्तो फुल? फुल दिने मान्छेहरू नि छन् अविरलको। यो फुल खुर्सानी फुल भन्दा त्यो चाहिँ हाम्रो गाउँ रयाले। अविरल भाइ फ्री फायर पनि खेल्छ।